तपाईँलाई फेरि पनि स्वागत जनाउँछु यो साँझको टाइम। अहिले चाहिँ हामी गोस्पल त्यहाँ ब्रह्म भन्छ त्यहाँ हामी गोस्पलमा जाँदैछौँ। तपाईँलाई स्वागत जनाउँछु। मन्टारो सबै गयो ए ल पेमा म्याडम कहाँ जानुभएको अरे? तपाईको आज तल सेवा छ नि त। यता हेरेर हौ। आज तपाईको तल सेवा छ। तल सेवा हैन गोस्पलमा गोस्पल म चाहिँ एटेन्ड गर्न गइरहेको छु। हेलो भन्न यो याङयाङ बजारको नजरिया हो। अहिले चाहिँ गाडी भनेको चाहिँ यति बिना बढेको बढिया छन् धेरै धेरै। सेन्ट त दामी लगाएको चाहिँ ए दिने छ बजार चाहिँ। छोड्दे अब काठमा राखिदिनु। तिमीहरू कहाँ पुग्यो? के चाहिँ लानुपर्ने अरे? मजाले ताको दिइहाल्छु। हाल चाहिँ हामी अहिले शिरपन्दी तल त्यहाँदेखि तल कलुङ डाँडादेखि तल अनि नाम्पोङ छेउहरूदेखि चाहिँ हामी टर्निङ घुमेर चाहिँ हामी कटिङतर्फ लाग्दैछौँ। कटिङको बाटो अहिले बनिरहेको छ, कार्पेटिङ भएको छैन। यो बाटो चाहिँ ब्रह्म निहा अनि माङजिङै पुग्छ। यो घुम्दै घुम्दै गएर यो तल्लो बाटो बाट चाहिँ सजिलो पर्छ त्यहाँ जानुलाई। पुल चाहिँ बनेको छैन रहेछ। अनि अहिले चाहिँ हालमा हामी चाहिँ गइरहेको छौँ, रफ बाटो नै छ। भर्खर यो बनिँदै गरेको निकै टाइम भइसक्यो, तर भए पनि यसलाई सेट हुनु निकै टाइम लाग्छ। अनि पारीको गाउँहरू छ। हामी लगभग नजिक हुँदैछौँ। हामी कटिङमै छौँ। यहाँ केराहरू घरहरू कतिको बिल्डिङ बनिसकेको छ, कतिको बनेको छैन। किनभने यो बाटो भर्खर बनेको अनि भर्खर डेभलप हुँदैछ। अनि निकै डेभलप हुनु टाइमै लाग्छ। कतिले घर पाएको छ, कतिले पाएको छैन। तर पनि उहाँहरूले बिस्तारै घरहरू बनिसकेको छ। सायद आफ्नो नोकरीदारहरूले त बनाउनु सकेको छ। दुःखसुख निकै टाइम लाग्छ पैसा कमाउनु। तर हामी भाले खोलामा यसै पुग्यो। भाले खोला पुग्दै गर्दा तल भाले खोलाको तल हामी बरम छेउ पुग्दैछौँ। यो चाहिँ झोलुङ्गे पुल हो। यो चाहिँ मान्छे पानी पर्दा चाहिँ जति पानी बढेर आएको बर्खाको टाइममा चाहिँ खोला बढेको हुन्छ नि, त्यसले गर्दा यो पुलदेखि ओहोरदोहोर गर्ने गर्छ। किनभने तल्लो गाउँको मान्छेलाई सिङताम जानु पऱ्यो भनेदेखि तल्लो बाटो यो बाटो छ। अहिले चाहिँ खोला धेरै घटेको छ, सानो छ। अनि अहिले चाहिँ यो बाटोमा हिँडिरहेको छ। पछाडि पनि भाइ पनि गोस्पोको लागि भाइ बहिनीहरू चाहिँ आइरहेको छ। अनि युटिलिटीमा छ। यो चाहिँ खोला हो। खोलाको बिचबाट चाहिँ हामी तरिरहेको छौँ। यो चाहिँ अहिले किनभने खोला बढेको छ नि, खोला बढेर आयो भने चाहिँ तर्नु सक्दैन। नतर्नु नसक्ने कारणले गर्दाखेरि पुलबाटै हिँडेर जान्छ। किनभने ज्यानको जोखिम छ। यहाँ अहिले पानी कम्ती छ अनि मात्र त्यो पोखरी बनाएको रहेछ, त्यो त खिच्नु सकिन। अनि ढुङ्गै अब खोला भनेपछि ढुङ्गा त हुन्छ, माटो सबै बोकाइसकेको हुन्छ। अलिकति पानी छ, यहाँ कम्ती पानी जमेको छ। अनि माथिल्लोपट्टि चाहिँ दाहिनेपट्टि चाहिँ देब्रेपट्टि चाहिँ एकदमै गरम महिनामा पोखरी बनाएको छ। यहाँ तल खोला छिप छ यो है। गाडी धुनु सजिलो पर्छ, लुगा धुनु सजिलो पर्छ। गरम महिनामा त पौडी खेल्नु सजिलो, तर खाडे खोला बगाउनु सक्छ। पछाडिबाट पनि आइरहेको छ। यो चाहिँ अलिकति सानो बाटो छ, बाटोहरू छिर्नु चाहिँ गाह्रो पर्छ किनभने रिस्की हुन्छ। तर अलिकति बाटो ठुलो बनाइदिएले टाटाहरू पनि छिर्नु सक्छ। यो चाहिँ अब हामी चाहिँ खोला कटिसकेको छौँ। खोला कटिसकेर चाहिँ हामी अब बरम हामी लाग्छौँ। यो चाहिँ बरम भन्छ, जहाँ चाहिँ कतिको आफ्नै बारी छ, कतिको चाहिँ के छ भनेदेखि राजाको बारी छ। अनि त्यो बारीमा बसेको छ मैयाहरू राखेर। कतिको चाहिँ आफ्नै छ। यहाँ चाहिँ टर्निङ घुम्दैछ। टर्निङ घुमेर चाहिँ हामी यो बाटो गइरहेको छौँ। हामी यसमा चाहिँ 4 जना छ ड्राइभरसँग। अनि हामी चाहिँ लगभग त्यहाँ पुग्यौँ। त्यहाँ पुगेर चाहिँ सरहरू गयौँ। अनि जाँदै गर्दा हामीले तल देख्यौँ। तल देख्दै गर्दा भाइहरूले त्यहाँको गाउँलेहरूले चर्चको हरेक व्यक्तिले चाहिँ त्यहाँ सबै बनाइसकेको रहेछन्। स्टेजहरू तयार पारिसकेको छ। रेडिमेड भनौँ नि, सानो खाले ठुलो चाहिँ होइन। ठुलो चाहिँ अब ठुलो खर्च भएर छ। पहिला यो बाटो अलि निकै हिँडेर जानु पर्थ्यो, अहिले निकै
राम्रो बाटो बनिसकेको छ कार्पेटिङ हुनलाई अनि अलि सोलिङ बुनेर चाहिँ कार्पेटिङ गरेपछि धेरै बलियो किनभने पहाडको बाटो अलिकति खराब हुन्छ त्यसले गर्दा अलिकति सोलिङ बुनेर राम्रो कार्पेटिङ गर्दै पनि निकै खपिहाल्छ नालीलाई चाहिँ एकदमै राम्रो बनाइदियो भने रोडमा पानी पस्दैन पसेन भनेदेखि राम्रो भइहाल्छ अहिले हामी चाहिँ लगभग गाडीलाई रोकेर चाहिँ हामी हिँड्नु गइरहेको छौँ आउँदैछ पछाडिबाट उहाँहरू चाहिँ गरम आइरहेको छु गाइस होइन अन्त तपाईँहरू कसले यो भिडियो मनपर्छ तपाईँ लाइक सेयर कमेन्ट गरिदिनुहोस् अहिले खेतबारीमा स्टेज बनाएको छ अनि गोस्पोलको लागि प्रिपेयर भइरहेको छ बजाइरहेको छ सामानहरू चाहिँ अलौट हुँदैछ बल्ल बल्ल आइपुगेको यहाँ बाहिरले जति पनि सामानहरू निकालिरहेछ र जस्तो यहाँ चाहिँ सबै भेला भइसक्दैछन् अनि मान्छेहरू पनि कति बेला भेला हुन्छ बाइक स्कुटी लिएर सबै झिलिली बनाएको यो चाहिँ यो नयाँ ब्रम भन्छ अनि यहाँ चाहिँ के भने राजाको बारी यो खेतहरू छन् यो राजाको खेत हो अनि यहाँ कमाइहरू गरिरहेको छ उक्सिरहेको छ फर्स्ट हिरो एन्ड दामी भाँडा कस्तो भइसकेको रहेछ अब खानुपर्छ रुँदैछ है मम्मा लाग्यो हेलो हेलो हिँडेर आयो कि हिँडेर आएको गाडीमा अस्ति प्याल्सिङ मात्रै थियो है यो खेत चाहिँ मेरो होइन यो चाहिँ राजा हाम्रो सिक्किमको राजा पहिलो राजा हाम्रो पहिलाको राजा हुनुहुन्छ उहाँहरूको बारी रहेछ है खेतबारी यहाँ चाहिँ उहाँ चाहिँ मालिक होइन तर उहाँ चाहिँ यहाँ गोस्पोलमा आउनुभएको यहाँदेखि पारी हेऱ्यो भने इस्ट सिक्किम हो अनि त्यहाँ 10 माइल देखिरहेको छ त्यसको मुनि चाहिँ माखा पनि देखिन्छ खेतबारी यस्तो हेर्नुहोस् न कति मजा उहिले त बाटो थिएन तर अहिले चाहिँ दामी भएको छ है हेर्नुहोस् है कस्तो दामी देख्यो बल्ल बल्ल अब छिन् साँच्चै नै प्रोग्राम स्टार्ट हुनु लाग्दैछ अनि प्रोग्राम स्टार्ट गर्ने हाम्रो जति पनि एङ्करले उहाँले सुरु गर्नुभयो त्यसपछि बाउले प्रार्थना गर्नुभएपछि लाइक कार्यक्रमलाई सुरु भएको छ साँझको कार्यक्रम सुरु हुँदैछ अनि बाउले गीत प्रार्थना गरिसकेपछि गीतको सुरुवात हुनु लागेको छ ग्रुप सङ्गीत उहाँले गाउनु लागिरहेको छ अनि भाइ पनि सबै तयार भएर गाउनुलाई छ अनि गाउनु गीत सुन्नलाई वरिपरि व्यक्तिहरू बसिरहनु भएको छ कति मजाले बसिरहनु भएको छ गाउँका मानिसहरू बिचारा तर अहिले धेरै पनि एडभान्स भएको कारणले त हामी पनि एडभान्स हुनु आवश्यकता छ यहाँ भाइहरू पनि बसिरहनु भएको छ चर्चको या गाउँका हुनु पनि सक्छ कति आउनुभयो कति आउनु भएन हेर साँझमा उहाँहरू आउनु हुँदैछ मिठो दिएर बोलाएको व्यक्ति 40 घर जति चाहिँ बोलाउनु भएको रहेछ त्यसले गर्दा उहाँहरू 10 बालेरमा आउनुभएको छ बिचारा कस्तो प्रोग्राम होला भनेर उहाँहरू आउनुभएको छ हाम्रो इसाई जातिको प्रोग्राम त्यस्तो अब अर्कै खाले हुन्छ हामीले हाम्रो मकसद चाहिँ तपाईँ जति पनि नामाजीका आत्माहरू जति पनि हुनुहुन्छ नि पीडा मर्कमा परेको व्यक्तिहरूलाई चाहिँ एउटा असल सन्देश दिनलाई मात्रै यो गोस्पोल गरिरहेको हुन् त्यसैले यहाँ गाइरहनु भएको छ भनेदेखि साँच्चै नै राम्रो प्रदर्शन भनौँ न राम्रै छ गाउँ बस्ती हो अनि प्र्याक्टिस त त्यति हुँदैन तर पनि उहाँले गाइरहनु भएको छ यसलाई हामी सहयोगको साथमा हामी गाउँदै परमेश्वरको महिमा गर्नेछौँ फेरि पनि म भिडियो चाहिँ लिइरहेको छु कतिजना मान्छे भेला भयो भनेर तर के भनेदेखि मान्छे धेरै कम्ती नै हो गाउँ पातला भएको कारणले गर्दाखेरि 40 घर बोलाउँदा त त्यति भए आएको मान्छे ठिकै हो अनि भाइ पनि गाइरहेको छ यो चाहिँ खेतबारी हो अनि मैले यसो कहाँ हो भन्दा खेतबारी नै तपाईँले देखाइदिएको दुःख सुख उहाँले गर्नुभएको छ गाइरहनु भएको छ भजन प्रस्तुत गरिरहेको छ गीतलाई प्रस्तुत गरिरहेको छ ड्रम पनि त्यत्तिकै गन्ताइरहेको छ भनौँ न नेपाली भाषामा यतिको चाहिँ प्र्याक्टिसमा आइरहेको छ गर्नुपर्छ हामीले सुनाउनुपर्छ सन्देश दिनुपर्छ कसैलाई राम्रो सन्देश
राम्रो छु कि उनीहरूले पर्मिसन लागि साइड गर्छ अनि पर्मिसन खुसी हुन्छ अपरेटर यहाँ बसिरहेको नभएको छ भने फेरि पनि यताबाट मैले अर्को एङ्गलबाट यो भिडियोलाई खिचिरहेको छु सुनिल भाइले मादल तन्काइरहनु भएको छ गिटार बजाइरहेको छ लिड गरिरहेको छ उहाँले फेरि हाम्रो यो मेसेजमा हामी लिएर जाँदैछौँ तपाईँलाई ड्र्याग गर्दैछौँ भन्न चाहन्छु र आजको भजन हाम्रो क्वायर टिमले पनि यही गीतलाई हाम्रो माझमा प्रस्तुत गरिरहनु भएको थियो भनेदेखिलाई अब कार्यक्रमको अघिल्लो चरणमा हामी फेरि पनि है समस्या कसलाई छैन समस्या कसलाई छैन रोग कसलाई छैन है हाम्रो परिस्थिति कसलाई छैन सबैलाई छ अभाव सबैलाई छ भन्दा पनि ठुलो हाम्रो जीवनमा समस्या हुन्छ तर त्यो समस्यालाई कसरी डिल गर्ने र भन्देखिलाई अबको अघिल्लो नृत्य प्रस्तुति बहिनीहरूले पीर चिन्ता केही छैन है नृत्य प्रदर्शन हाम्रो चस्का भाइ बहिनी गरिरहेका छन् उहाँले गोस्पल सङ्घद्वारा नै अनि उहाँहरू नाचिरहनु भएको छ आज साँच्चै नै चस्का एउटा युवा भाइ बहिनी जन छोराछोरी हामीलाई चाहिन्छ चर्चलाई चाहिन्छ तर यो दिनहरूमा यो समयमा हामीले चर्चमा हुँदै गर्दा पनि उहाँहरूलाई राम्रो असल प्रकारले हामीले सिकाउँदै लग्यो भने समाजमा कसरी रहनुपर्ने समाजलाई कस्तो ट्रिटमेन्ट दिनुपर्ने समाजभित्र कस्तो कार्य गर्नुपर्ने भन्ने कुरो चाहिँ हामीले साँच्चै नै उहाँलाई सिकाएर लग्यो भने उहाँले धेरै राम्रो काम गर्नेछ जब हामीले राम्रो टिचिङ दिन्छौँ राम्रो उनीहरूलाई शिक्षामा अथवा हामीले संस्कार दियौँ भने साँच्चै नै उहाँहरू संस्कारी बनेर जान्छ हामीले जे सिकायो उनीहरूले पनि त्यही टिप्ने कुरा हो अनि पहिलो टिचर अनि एउटा घर परिवार एउटा चर्च एउटा कुनै पनि संस्था नै हो नि त यसैले हामीले जुनै काम पनि गर्दाखेरि हामीले राम्रो सोचेर हामीले साँच्चै नै एकअर्कालाई हाम्रो आउने पिँढीलाई सिकाउनु आवश्यकता छ जब हामीले आफ्नो पिँढीलाई सिकाउनु पर्छ भनेदेखि हाम्रो सेक्रिफाइस हुनुपर्छ अनि हाम्रो देनता हुनुपर्छ हामीले उनीहरूलाई जिम्मा दिनुपर्छ उनीहरूलाई राम्रो प्रकारले हामीले जिम्मा लायौँ भने उहाँले त्यो कुरोलाई उहाँले सिक्दै जान्छ अनि अनुभव गर्दै जान्छ पढ्दै जान्छ चेतिँदै जान्छ अनि परिपक्वमा उनीहरू पनि आउने गर्छ मानिसले साँच्चै नै जन्मेपछि हरेक आफ्नो बुढापाकामा भएका बाउआमा हाम्रो पुराना व्यक्तिहरू जति पनि खटेर आउनुभएको छ उहाँहरू पढेर आउनुभएको छ तिख्रिनु भएको छ त्यो अनुभव अनि उहाँहरूले बुढेसकाल हुँदै गर्दा सेयर गर्ने गर्छ आज हामीले पनि साँच्चै नै यस्तै प्रकारले सेयर गर्न आवश्यकता छ जब हामीले सेयर गर्छौँ नि उनीहरूले पनि त्यस्तै आउनेवाला पिँढीलाई पनि सेयर गर्नेछ अनि साँच्चै नै नयाँ चर्चको भाइ बहिनी नाचिरहेको छ नाच्दा नाच्दै उहाँहरू एकदमै राम्रो प्रदर्शन गरिरहनु भएको छ उहाँहरूलाई पनि ईश्वरले साथ दिनुहुन्छ यस्तो धेरै डान्स हुँदै गर्दाखेरि यहाँ के हामी देख्दछौँ भनेदेखि गाउँका मानिसहरूले पनि हेरिरहनु भएको छ नाच्नु चाहिँ भाइ बहिनीलाई यति नै मनपर्छ कतिजना भाइ बहिनी नाच्छ कतिजना नाच्दैन आफ्नो आफ्नो ट्यालेन्ट हुन्छ आफ्नो आफ्नो तरिकाको भाइ बहिनी हुनुहुन्छ साँच्चै नै यसले जसरी नाच्छ हामी परमेश्वरमा हामी यति नै रमाउन सक्यो भने चाहिँ हामीलाई ठुलो हाम्रो जीवनमा ठुलो लाभ हुनेछ हामी सधैँ रमाउँ सधैँ नै हामी एकअर्कालाई राम्रो सन्देश सुनाउँ राम्रो कुरा नै गरेर जाउँ राम्रो कुरा नै एकअर्कालाई सरसल्लाह दिएर एकअर्कालाई बढाएर नै हामी यस संसारलाई छोडेर जान्छौँ देखि साँच्चै नै लामो रहनेछ अनि साँच्चै नै आजको साँझको गोस्पल पनि यो साँझको गोस्पल पनि एकदमै राम्रो भएको थियो जुन गोस्पल जुन साँझ गरेको थियो अनि साँच्चै नै राम्रो मिलाउनेले मिलाइरहेको थियो गाह्रो छ तर पनि जे पनि गर्दैछ असल नै गरिरहनु भएको छ अबको दिनमा अबको समयमा परमेश्वरको सुसन्देशलाई दिन अति नै राम्रो छ भाइले पनि गीत गाइरहनु भएको छ जुन गीतले अनि साँच्चै नै थुप्रो कुरो दिनु चाहिरहेको छ अनि सिकिरहनु भएको छ भविष्यमा उहाँले पनि धेरै कुरो सिकेर जानेछ धेरै कुरो नै चर्चको गाउँको समाजको लागि उहाँहरू पनि एउटा मूल खाँबो नै बन्ने छ भन्ने कुरो ठुलो म विश्वास गर्दछु देख्दछु हामीले देख्नु पनि पर्छ एकअर्कामा साँच्चै अब अन्तिम डान्सहरू नानीहरूले गरिरहेको छ यो नानीहरू पनि बढिरहेको छ अब कुन दिशामा जाने भन्दै गर्दा पनि अनि यो दिशामा दोहोऱ्याउन आवश्यकता छ हामीले
कस्तो प्रकारले पनि हुन्छ त्यो तरिकाले हामी साँच्चै नै उहाँलाई त्यो दिशामा लान्छौँ देखि उनीहरू परिपक्व हुन्छ भिडियो चाहिँ गर्दै गएँ अब अन्तिम आइसकेको छ तपाईँहरूदेखि अब बिदा हुन चाहन्छु लौ